डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइरालाको गरिमामय उपस्थितिमा रोटरी क्लब अफ भादगाउँको 12औं पदस्थापन समारोह सफलतापूर्वक सम्पन्न भयो। यस अवसरमा अध्यक्ष रोटेरियन दिल्ली रामगिरीले नवनिर्वाचित बोर्ड सदस्यहरूलाई रोटरीको मूल्य, अनुशासन र सेवाको भावनालाई आत्मसात गर्दै समर्पित रूपमा कार्य गर्न प्रेरित गर्नुभयो। रोटरी क्लब अफ भादगाउँद्वारा बाराको निजगढ स्थित स्थानीय विद्यालयमा अध्ययनरत छात्राहरूलाई 2000वटा हाइजिन सेनिटरी किट वितरण गरिएको छ। यस कार्यक्रमको उद्देश्य किशोरीहरूमा महिनाबारे स्वच्छताप्रति सचेतना अभिवृद्धि, सुरक्षित सरसफाई अभ्यासलाई प्रवर्धन गर्नु तथा उनीहरूको स्वास्थ्य, आत्मविश्वास र विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्नु हो। मैत्री आश्रम लप्सीफेदीमा तीज विशेष कार्यक्रम यस वर्ष रोटरी क्लब अफ भादगाउँले लप्सीफेदी स्थित मैत्री आश्रममा रहेका आदरणीय बुबा आमासँग आत्मीयतापूर्वक तीज विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा आश्रमका ज्येष्ठ नागरिकहरूसँग तीजको खुसी साटासाट गर्दै सांस्कृतिक प्रस्तुति, शुभकामना आदान-प्रदान तथा सामूहिक भोजनको व्यवस्था गरिएको थियो। यस अवसरले आश्रमका बुबा आमासँग आत्मीय सम्बन्ध स्थापित गर्नुका साथै सम्मान, माया र अपनत्वको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्यायो। रोटरी क्लब अफ भादगाउँले समाजका ज्येष्ठ नागरिकप्रति सम्मान, सेवा र मानवीय मूल्यप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। रोटरी क्लब अफ भादगाउँद्वारा धादिङ धुनीबेन्सी 1 मा 2082 मन्सिर 12 28 नोभेम्बर 2025 आयोजित निःशुल्क स्वास्थ्य शिविर मार्फत 320 जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गर्नुभयो। काठमाडौँ मेडिकल कलेजका 27 जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले इसिजी, भिडियो एक्सरे, दन्त परीक्षण, प्रयोगशाला परीक्षण, सामान्य चिकित्सा, हाड जोर्नी तथा स्त्री रोग लगायतका विशेषज्ञ सेवा प्रदान गर्नुभयो। यस सफल कार्यक्रमका लागि आवश्यक स्थल र व्यवस्थापनमा सहयोग गर्नुहुने स्थानीय सरकार तथा सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक र सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। रोटरी क्लब अफ भादगाउँ परिवारले आपसी मित्रता, सद्भाव र खुसी साटासाट गर्दै होली पर्व उल्लासपूर्वक मनायो। रङ्गहरूले सम्बन्ध अझ प्रगाढ बनाउँदै सेवा, एकता र मित्रताको भावनालाई थप सुदृढ बनाएको यो अविस्मरणीय क्षण सबैका लागि विशेष रह्यो। रोटरी वर्ष 2025 देखि 26 अन्तर्गत डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइराला तथा उहाँको टोलीको आधिकारिक क्लब भ्रमणका अवसरमा रोटरी क्लब अफ भादगाउँले हार्दिक स्वागत तथा सम्मान गर्ने अवसर प्राप्त गर्यो। यस भ्रमणमा क्लबका गतिविधि, उपलब्धि र भावी योजनाहरू प्रस्तुत गर्दै डिस्ट्रिक्ट गभर्नरबाट प्राप्त मार्गदर्शन, प्रेरणा र उत्साहले आगामी सेवा यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास लिएका छौँ। डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइराला तथा सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। रोटरी क्लब अफ भादगाउँले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा करिब 2000 स्थानीय बासिन्दालाई लक्षित गरी 2 दिने आवासीय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। उक्त स्वास्थ्य शिविर 2082 साल पुस 4 र 5 गते सम्पन्न भएको थियो। शिविरमा काठमाडौँ मेडिकल कलेजका 29 जना विशेषज्ञ चिकित्सक तथा नर्सहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। रोटरी क्लब अफ भादगाउँ परिवारको वार्षिक पिकनिक कार्यक्रम भक्तपुर सुदाल स्थित मयूर रिसोर्टमा उत्साहपूर्ण वातावरणबीच सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा आयोजित बिङ्गो खेलका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साथै बिङ्गो कार्यक्रमबाट बाँकी रहेको 12,000 रुपैयाँ क्लबको कोषमा जम्मा गरिएको छ, जसले मनोरञ्जनसँगै क्लबको सेवामूलक अभियानलाई पनि थप सशक्त बनाएको छ। यस पिकनिकले सदस्य तथा परिवारबीचको आत्मीयता, मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउँदै खुसीका अविस्मरणीय क्षणहरू साटासाट गर्ने अवसर प्रदान गर्यो। सेवा र मित्रतालाई समान रूपमा आत्मसात गर्ने रोटरीको भावनालाई यस कार्यक्रमले जीवन्त रूपमा प्रतिबिम्बित गरेको छ। जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भई जलाइएको भक्तपुर 1 सल्लाघारी स्थित प्रहरी बीट रोटरी क्लब अफ भादगाउँद्वारा पुनर्निर्माण गरी स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरिएको छ। यस परियोजना अन्तर्गत क्लबले 4,73,000 रुपैयाँ बराबरको भौतिक संरचना निर्माण तथा श्रमदान मार्फत सहयोग प्रदान गरेको छ। समुदाय प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रवाहमा योगदान पुर्याउने उद्देश्यका साथ गरिएको यो पहल रोटरीको सर्भिस अबोभ सेल्फको उत्कृष्ट उदाहरण हो भन्ने विश्वास लिएका छौँ।
रोटरी क्लब अफ भादगाउँले घट्टेकुलो रुद्रमती मार्गस्थित सामुदायिक प्रहरी कार्यालयको पुनःस्थापना तथा मर्मतमा सहयोग गर्दै ढोका, फलामे गेट, युपीभीसी झ्याल, बेड फ्रेम लगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको छ। तोडफोडका कारण क्षतिग्रस्त भएको प्रहरी कार्यालयलाई पुनः सञ्चालन योग्य बनाउन गरिएको यस सहयोगले समुदाय र प्रहरी बीचको विश्वास तथा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास लिएका छौँ। रोटरी क्लब अफ भादगाउँले हुम्लाको खारपुनाथ स्थित मन्दारा माध्यमिक विद्यालयका 200 जना बालबालिकालाई न्यानो लुगा वितरण गर्दै उनीहरूको शिक्षा यात्रामा साथ दिएको छ। कठोर हिमपात र अत्याधिक चिसोका बीच विद्यालय जान सहज होस् भन्ने उद्देश्यले गरिएको यस सहयोगले बालबालिकाको उज्जवल भविष्यप्रति हाम्रो प्रतिबद्धता झल्काउँछ। यस परियोजनालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्यहरू, विशेष रूपमा अध्यक्ष रोटेरियन दिल्ली रामगिरी, पूर्व अध्यक्ष मेजर डोनर रोटेरियन बसन्ती कुमारी सिंह शाही तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भर्तजङ शाहीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। रोटरी क्लब अफ भादगाउँ तथा रोडराक डिस्ट्रिक्ट 3292 को संयुक्त आयोजनामा लागू औषध दुर्व्यसन, साइबर सुरक्षा तथा सडक सुरक्षा विषयक विशेष सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइराला, डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटेरियन विष्णुबहादुर कार्की, डिस्ट्रिक्ट गभर्नर नोमिनी डिजिग्नेट रोटेरियन अमित गिरी तथा डिस्ट्रिक्ट सेक्रेटरी अमीश बज्राचार्यको गरिमामय उपस्थिति रहेको थियो। डिस्ट्रिक्टका 45 वटा रोडराक क्लबहरूबाट सहभागी भएका सदस्य तथा पदाधिकारीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनायो। लागू औषध दुर्व्यसनका चुनौतीहरू, डिजिटल युगमा साइबर सुरक्षाको महत्त्व तथा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक विषयहरूमा विज्ञ वक्ताहरूबाट प्राप्त ज्ञान र अनुभवले सहभागीहरूलाई नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गर्यो। हामी विश्वास गर्दछौँ कि यस कार्यक्रमबाट प्राप्त ज्ञान I'm borderline obsessed with you. I wanna see your every move. I hope that you understand. I'm addicted to you. रोटरी क्लब अफ भादगाउँद्वारा बागलुङ मिसिखोला स्थित प्रभा माध्यमिक विद्यालयलाई 8 थान कम्प्युटर हस्तान्तरण गरिएको छ। यस पहलले विद्यार्थीहरूमा डिजिटल साक्षरता, सूचना प्रविधि शिक्षा हेर्नुस्, तपाईको सपना ठुलो छ भने तपाईको मेहनत पनि ठुलो हुन्छ। आजको सानो तपाईको भिजन ठुलो छ भने तपाईको एक्जिक्युसन पनि ठुलो हुन्छ। नेतृत्वकर्ताहरू निर्माणमा त्यो ब्यालेन्स हामीले जहिले पनि मेन्टेन गर्नुपर्छ। हेर्नुस्, रोटरी क्लब अफ भादगाउँका चार्टर अध्यक्ष रोटेरियन मनोज कुमार कण्डेलद्वारा लिखित रोटरी 101 इम्पोर्टेन्ट फ्याक्ट्स पुस्तकको रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट 3292 का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विनोद कोइरालाबाट 18औं डिस्ट्रिक्ट सम्मेलनमा औपचारिक विमोचन सम्पन्न भएको छ। रोटरीको ज्ञान, मूल्य र सेवाको भावनालाई अझ व्यापक रूपमा फैलाउने यो प्रकाशन सम्पूर्ण रोटरी परिवारका लागि प्रेरणादायी कोसे ढुङ्गा बन्ने विश्वास लिएका छौँ। रोटरी क्लब अफ भादगाउँले 12 जुन 2026 मा 13औं चार्टर डे पूर्व डिस्ट्रिक्ट गभर्नर रोटेरियन सञ्जय गिरी तथा डिस्ट्रिक्ट सेक्रेटरी अनीश बज्राचार्यको गरिमामय उपस्थितिमा भव्य रूपमा मनायो। 13 वर्षको सेवा यात्रालाई स्मरण गर्दै समुदायप्रतिको समर्पणलाई अझ सशक्त बनाउने र युनाइट फर गुडको भावनालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याइयो। जीवन सुन्दरता हो, प्रशंसा गर्नुहोस्। रोटरी क्लब अफ जीवन भादगाउँका सपना हो, रोटेरियन महसुस दिल्ली गर्नुहोस्। रामगिरीको नेतृत्वमा जीवन 9 चुनौती सदस्यीय हो, टोली सामना ताइवान गर्नुहोस्। पुगेको थियो। जीवन कन्भेन्सनका कर्तव्य क्रममा हो, 7 पूरा देशका गर्नुहोस्। रोटरी जीवन क्लबहरूसँग सङ्घर्ष फ्ल्याग हो, एक्सचेन्ज स्वीकार सफलतापूर्वक गर्नुहोस्। सम्पन्न गर्दै जीवनमा अन्तर्राष्ट्रिय आइपर्ने मित्रता, हरेक सहकार्य र घटना सांस्कृतिक सहजै स्वीकार काठमाडौँ मेडिकल कलेजसँग रोटरी क्लब अफ भादगाउँको ऐतिहासिक सहकार्य। रोटरी क्लब अफ भादगाउँ र काठमाडौँ मेडिकल कलेज बीच भएको सम्झौता अनुसार क्लबका सदस्य, परिवार तथा सिफारिस गरिएका बिरामीहरूले उपचार सेवामा 15% देखि 50% सम्म विशेष छुट प्राप्त गर्नेछन्। यस सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाउँदै समुदायप्रति रोटरीको सर्भिस अबभ सेल्फ भन्ने मूल्य मान्यतालाई थप सशक्त बनाएको छ। रोटरी क्लब अफ भादगाउँद्वारा आयोजित रोटरी डिस्ट्रिक्ट 3292 का वर्तमान तथा पूर्व डिस्ट्रिक्ट गभर्नरहरूको विशिष्ट योगदान सम्मान कार्यक्रममा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष र ऐतिहासिक बनायो।
नेपालमा रोटरीको विकास, विस्तार तथा समाजसेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका गभर्नरज्यूहरूलाई सम्मान गरिएको यो अवसर साँच्चै प्रेरणादायी रह्यो।